सबैलाई नमस्ते सबैलाई फेरि स्वागत छ फेरि पनि एउटा नयाँ भिडियोमा। यो मेरो सेकेन्ड ब्लग होला। आज चाहिँ यहाँ फुटबल हेर्न आएको है। ललितपुर सिटी र धनगढीको एउटा राइभल्स टिम जस्तै हो यिनीहरू है, राइभल्स टिम जस्तै हो। अनि यहाँ साइडमा हेर्नुहोस् है, यहाँ पोखरा थन्डर्सको गाडी छ है। अनि भित्र चाहिँ पोखराको गेम भइरहेछ। अब हेर्न गएको, अब एउटै टिकटले दुईवटा गेमसम्म चल्छ, चलाउनु पऱ्यो होइन, किनभने त मिल्दैन, त्यही पनि अब चलाउनु पऱ्यो। यहाँ साइडमा हेर्नुहोस् है, यहाँ पोखरा थन्डर्सको गाडी छ है। प्लेयरहरू छैन, यहाँ ललितपुरको गाडी आउँछ अहिले, कहिले आउँछ भन्दाखेरि अहिले 2:30 भइरहेछ होइन, 2:30 भर्खर गेम सुरु भयो। त्यसपछि अब भित्र गइन्छ अनि हेरिन्छ। थिएन है पहिला पालि हेर्दाखेरि चाहिँ नि। खासमा मजा होइन भिआइपी सिटतिर हो यार। योभन्दा मजा त यार ललितपुरको गेममा हुन्छ है। अहिले ललितपुरको गेममा एकदम बवाल हुन्छ। शनिबार पनि त्यस्तो छैन है। फुटबलको क्रेजभन्दा अहिले क्रिकेटको क्रेज धेरै देखिरहेको छ। अहिले त्यस्तो छैन फुटबलको क्रेज। एम्टी स्टेडियम छ है, सबै एम्टी स्टेडियम। त्यस्तो मान्छे नै छैन क्या, त्यस्तो त्यो लेभलको क्रेजै छैन यार स्टेडियममा। के हो सब खाली छ। ग्राउन्डको घाँस चाहिँ अलिकति हाले जस्तो छ, पहिलाको भन्दा अलि राम्रो नै छ। जे होस् भनौँ न, पहिलाको भन्दा राम्रो छ। अनि स्टेडियममा म जति बोल्न सक्थेँ नि त्यति बोल्न सकिनँ यार। त्यहाँ यति मान्छे थियो कि बोल्नै आँटै आएन क्या। अनि त्यही भएर यत्तिकै मैले बनाइरहेको छु होइन। र घाँस नेपालले पहिलाको भन्दा अलि हालेको जस्तो छ ग्राउन्डमा होइन। मान्छे त्यस्तो त थिएन, तर जे होस् ललितपुरको गेममा बवाल थियो यार क्राउड होइन। भिडियो बनाएर म बोल्न गएको मान्छेहरू मुखमा हेरेर ट्वाल्ल रमिता हेर्छन् होइन। अनि अलिक अप्ठ्यारो लाग्यो होइन, तर केही छैन होइन। यस्तो आउनेवाला भ्लगमा मलाई बानी बस्छ है। मेरो सुरुको भ्लग हो नि त, मैले यसरी बनाइरहेको, अलिक गाह्रै हुन्छ। जे होस् नेपालको होइन एनएसएल हेर्न नि मजा आउँछ होइन। ए डिभिजनभन्दा मलाई धेरै गुणा राम्रो लाग्यो क्या यो। गाइस भर्खर एउटा गेम सक्यो है, पछाडि देख्छ हुन्छ एउटा गेम भर्खर सक्यो होइन। अब ललितपुरको गेम बाँकी छ। ललितपुरको गेममा चाहिँ एटमोस्फियरै बवाल हुन्छ क्या। यता एटमोस्फियरै बवाल हुन्छ है ललितपुरको गेममा चाहिँ नि। एटमोस्फियर पुरै स्टेडियम आधी जति भरिन्छ है। अहिले चाहिँ त्यस्तो मान्छे छैन है, कोही छैन त्यस्तो मान्छे धेरै। ललितपुरको गेममा अलिक मान्छे हुन्छ है, त्यति राम्रो, किनभने ललितपुरको क्रेज छ अलिकति एनएसएलमा। अलिक माइक नराम्रो आइरह होला है। सामानहरू लास्ट महँगो यार यो स्टेडियममा, लास्ट महँगो हुन्छ सामानहरू, लास्ट महँगो है। खाली छ स्टेडियम, लास्ट जाऊ क्या हेर्न। बेकारमा आएको जस्तो भयो यार, पैसा वजुल। अरे कहना क्या चाहते हो? बरु यो भन्दा क्रिकेट मजा यार। यत्रो बोतलको 50 रुपियाँ अरे यार, 20 रुपियाँमा आउँथ्यो बाहिर है। यत्रो बोतलको 50 रुपियाँ अरे क्या। ल यत्रो बोतलको क्या। ल के भन्नु है, भित्र महँगो त लास्ट महँगै हो क्या। यत्रो बोतलको 50 रुपियाँ अरे यार, 20 रुपियाँसम्म हुनुपर्ने 50 रे। अब के भन्नु है, के भन्न मिलेन। र तपाईँ चाहिँ यो स्टेडियमभित्र केही नकिन्नु होइन। किन्नु छ भने बाहिर जानु, हातमा स्ट्याम्प लगाइदिन्छ, बाहिर गएर किन्नुहोस्, जे खानुपर्छ खानुहोस्। स्टेडियमभित्र पुरै बिजनेस मात्रै हो होइन। यत्रो टिकट किनेर आएछ, पुरै ठग्छ क्या। मलाई चाहिँ होइन यस्तो फुटबलहरूमा एकदम इन्ट्रेस्ट छ है। फुटबल क्रिकेट होस् यस्तो स्पोर्ट्सहरूमा होइन। मेन त फुटबल र क्रिकेट हो, एकदमै मजा आउँछ हेर्न पनि होइन। र एक दिन ड्रिम छ कि हैन मेरो फेभरेट क्लब म्यानचेस्टर सिटीको स्टेडियम जानु क्या एतिहाद स्टेडियम अनि क्याम्प नौ बार्सिलोनाको एलायन्स एरिना बायर म्युनिकको
अनि रियल म्याड्रिडको हाम्रो स्यान्टियागो बर्नेब्यू होइन यस्तो स्टेडियममा गएर चाहिँ मलाई भ्लग बनाउने एउटा मन छ है र जुन दिन पुरा पनि हुन्छ है यति चाहिँ मलाई भर्छ क्या आफूमा। अनि लाइक एन्ड सब्सक्राइब हानिदिनु है सबैलाई, यो भिडियो हल्का सेयर पनि गरिदिनुहोस् होइन, त्यस्तो धेरै त पर्दैन तर जे होस् सपोर्ट गरिदिनु है मलाई पनि। अनि स्टेडियममा हल्का माइक मेरो होइन अफ भयो होइन, त्यसपछि चाहिँ मैले यहाँ भिडियो बनाएँ होइन, यहाँ हाम्रो ललितपुर सिटी र धनगढीको चाहिँ यहाँ प्लेयरहरू टनलबाट आइरहेको मैले क्याप्चर गरेको छु होइन। ठ्याक्क के भयो भन्दा होइन म बनाउँदै थिएँ होइन, ठ्याक्क माइकै अफ भइदियो क्या झ्याप्पै। धनगढी र ललितपुरको गेम चाहिँ नि आम्बो मान्नै पर्छ क्या, पुरै राइभल्स टिम जस्तै हो क्या यिनीहरू। यस्तो झगडा भएको थियो नि यार 70 मिनटमा होइन, खतरा हो क्या। 5-6-7 जनाले येल्लो कार्ड पायो होला क्या। अनि होइन सेकेन्ड हाफमा एउटा एनाउन्समेन्ट भएको थियो होइन, त्यो एनाउन्समेन्टमा के भन्नु न, ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोस इज कमिङ टु नेपाल। यस गाइज सिरियसली भन्दैछु होइन, खतरा हो यो एनएसएलको लागि होइन, ओल्ड वाइज स्पोन्सर्ड पनि हुन्छ होइन, अलि फैलिन्छ किनभने सबैले जानु होइन एनएसएल अलि नेपाली फुटबलको लागि राम्रो पनि हो होइन। यो पैसा खर्च गरे मलाई त्यस्तो त लाग्दैन होइन, तर जे होस् राम्रै हो होइन। पहिला बुफन आयो, त्योभन्दा अगाडि सायद 9 वर्ष अगाडि डेभिड बेकम आयो, तर ऊ चाहिँ यो डोनेट गर्न आयो होइन। सिरियसली रोबर्टो कार्लोस इज कमिङ टु नेपाल। र यो ललितपुर र धनगढीको गेम चाहिँ ड्र भएको है लास्टमा, तर जे होस् रमाइलो थियो गेम। र यो ललितपुरको क्रेज हेर्नुहोस् है, ललितपुरको फ्यानको क्रेज, सानो क्लिप हालिदिन्छु। सबैजना मान्छे कन्सर्टमा गएर नि होला होइन, त्यस्तो मान्छे त थिएनन् स्टेडियममा। र रोबर्टो कार्लोसको लागि वेलकमको लागि होइन त्यहाँनिर एउटा स्ट्यान्ड जस्तो लगाएको छ है, तर खतरा हो है रोबर्टो कार्लोस आउँदैछ। र यति गरेपछि गेम चाहिँ 0-0 मै ड्र भयो होइन। र म चाहिँ अब अर्को भिडियोमा आउँछु होइन। बाई बाई, लाइक सब्सक्राइब।